भक्तवत्सल भगवान को, कृष्ण कन्हैया लाल को, श्रीमद् भागवत भगवान को। हामी भर्खरै फेरि गाउँलाई भएपछि बोले भक्तवत्सल भगवान को। हामीले भर्खरै रामचन्द्र भगवानका केही गुण वैभवहरू श्रवण गर्दै गर्दै अब हामीले यो महिनाहरूमा पनि बडा उत्तम महिना, बडा श्रेष्ठ महिना रहेको छ, जसको नाम हो पुरुषोत्तम, जसलाई मलमास भनेर धिक्कार गरेका, धिक्कार छ प्रभु। त्यो भनेको कसलाई हो? तपाईँ हामीलाई 9 महिनासम्म आमाको गर्भमा रहेर पुकारेर आमालाई धेरै कष्ट भयो, धेरै गाह्रो भयो, नरक रहेछ प्रभु, नरक रहेछ। गर्भमा रहेर बाहिर निस्किँदाखेरि, बाहिर निस्किन नपाउँदाखेरि त्यहाँ भएको बच्चा बडा तडपिन्छ गरे, बडा दुःख मान्छ। अनि त्यो बच्चाले के भन्छ गरे आमाको गर्भमा दुई हात जोडेर हे प्रभु, मलाई यो नरकबाट निकालिदिनुहोस्, मलाई बाहिर निकालिदिनुहोस्, बाहिर निस्केपछि म हजुरको भजन गर्छु, ल मैले बाचा गरेँ भनेर त्यो बच्चाले पुकार गर्दछ अरे आमाको गर्भमा। बच्चाले के गर्छ? दुई हात जोडेर यस्तो प्रकारले जन्मिन्छ बच्चा कि के गरेको भन्दाखेरि भगवानलाई आर्द्र पुकार गरेको। हिजोको प्रसङ्गमा हामीले गजराज हात्तीको कथा श्रवण गरेका थियौँ, गोही र हात्तीको। त्यस्तै प्रकारले हात्ती आत्तिएर ग्रहले समातेर गुडा समातिसक्यो, तर भगवान के गर्नुभयो? भगवान त्यहाँ कमलको पुष्प फुलेको थियो, त्यो पुष्प उतारेर भगवानलाई समर्पण गर्दा भगवानले के गर्नुभयो? त्यो गजराजलाई रक्षा गर्नुभयो। सुदर्शन चक्रले के गरिदिनु भयो? छेदन गरिदिनु। बोले भक्तवत्सल भगवान को, कृष्ण कन्हैया लाल को। यस्तो प्रकारले त्यहाँ हुँदाखेरि पनि के भन्छ? हामीले आर्द्र पुकार गर्छ। मैले बडा चाहिँ कोही आएर मलाई बचाइदियो भन्थ्यो, मेरो रक्षा गर्दै हुन्थ्यो, हे प्रभु मलाई रक्षा गर्दै हुन्थ्यो, म साह्रै पीडित भएको छु, साह्रै नै पीडित भएको छु प्रभु भनेर हामीले पनि के गर्छौँ? भगवानसँग आर्द्र पुकार गर्छौँ। बाहिर आइसकेपछि के भयो? बाहिरको दुनियाँ देखिसकेपछि हामी बाहिरको रङ्गी चङ्गीमा भुल्यौँ हामीहरू, तर हामीले भगवानसँग वादा गरिसकेका छौँ। एउटा भजन छ नि, अहिले उहाँ कलाकार बन्धुहरूले नै गाउनुहुन्छ, अहिले त्यो भजन बडा मिठो भजन छ, नारायण नारायण बोल चेतन नारायण बोल भन्ने त्यो भजन छ, बडा मिठो, बडा रसिक भजन छ। पुरै 18 पुराणको सार बताएको छ त्यो भजन। गर्भवासमा हुँदा मैले हजुरलाई कति पुकारे, कति दुःख भयो प्रभु, नारायण बोल चेतन नारायण बोल भनेर यस्तो प्रकारले चाहिँ बताउनुहुन्छ। बडा त्यो मलमास पनि डराउँदै छटपटिँदै भगवान वैकुण्ठनाथ राधा सर्वेश्वर भगवान भएको गोकुल धाममा गएर, जहाँ गोकुलवासी भनेर कसलाई भनिन्छ? गोलोकवासी। राधा कृष्ण भगवान होइबक्सन्छ, गोकुलवासी होइबक्सन्छ, जसको धाम छ गोलोक धाम। बोले भक्तवत्सल भगवान को, कृष्ण कन्हैया लाल को। त्यो मलमास पनि कराउँदै हे प्रभु मेरो साथी पनि छैन, त्यहाँबाट जाऊँ न, आज नन्द उत्सव छ भनेको पनि कसैले मानेनन्, साथी नै छैन मेरा भनेर कतिपय त्यतिकै आउनु भएको छ। भन्दा थाक्नु भयो, त्यसै पनि आउनु भएको छ, एक्लै आउनु भएको छ। त्यो मलमास पनि थाकेछ गरेको, एक्लै हिँड्दा डुल्दा के गरौँ कसो गरौँ भनेर अन्तिम उपाय नलागेर भगवानको शरणमा गए। भगवानको शरणमा गएर पछाडिसकेपछि, भगवानको शरणमा गएर माथा शिरलाई प्रणाम गरेर ढोगिसकेपछि भगवानले के गर्नुभयो त? रक्षा गरिदिनुहुन्छ। ओहो, यो तडपिरहेको रहेछ बिचारा,
भगवान कृष्णचन्द्र प्रभुले श्रीमन्नारायण प्रभुले वैकुण्ठनाथ रमा वैकुण्ठमा गएको जो तडपिरहेको आत्तिरहेको जो मलमासलाई भगवानले रक्षा गरिदिए। बाबु नाप्थ्यौ, तिम्रो सबैभन्दा ठुलो सेवा पूजा हुनेछ, तिमी नाप्थ्यौ, तिम्रो कल्याण हुनेछ, तिम्रो रक्षा हुनेछ। बाबु तिम्रो रक्षा हुनेछ, तिमीलाई सबैले पूजन गर्नेछन्, तिमीलाई सबैले रक्षा गर्नेछन्, तिमीलाई सबैले पूजा गर्नेछन्, तिम्रो खूब चर्चा हुनेछ, तिम्रो खूब चर्चा हुनेछ। जसले तिम्रो नामलाई पुरुषोत्तम भनेर बोलाउनेछन्। के भन्दछन्? पुरुषोत्तम। पुरुषोत्तम भनेको कसको नाम हो? त्यो माइकलाई अन गरिदिनुहुन्छ। बोले भक्तवत्सल भगवानको। ठिक छ, बस। जसको नाम छ पुरुषोत्तम। पुरुषोत्तम कसको नाम हो? रामचन्द्र भगवानको नाम हो। रामचन्द्र भगवानको नाम के छ? बोले भक्तवत्सल भगवानको, कृष्ण कन्हैया लालको। बोले भक्तवत्सल भगवानको, कृष्ण कन्हैया लालको। त्यस्तै प्रकारले मलमास तडपिँदै तडपिँदै भगवानको सन्निधिमा गइसकेपछि भगवानले चिन्ता नलिनु। बोले भक्तवत्सल भगवानको, कृष्ण कन्हैया लालको। तिमीले चिन्ता नलिनु, चिन्ता लिनु पर्दैन, तिमीले चिन्ता नलिनु। तिमीलाई मैले रक्षा गर्नेछु। तिम्रो नाम आजदेखि मैले पुरुषोत्तम राखिदिएको छु। त्यो 3-3 वर्षमा आउनेछ। जसले त्यति बेला तिम्रो आराधना गर्दैनन्, जसले तिम्रो पूजा गर्दैनन्, त्यो जिन्दगी भरि दुखै दुःख, दरिद्रै दरिद्रले तिनीहरूले आफ्नो प्रारब्ध भोग्नेछन्। जिन्दगीभर उनीहरूलाई सुख हुने छैन। जीवनमा कहिल्यै पनि उनीहरूलाई सुख शान्ति हुने छैन। त्यस्तो म गराउँछु तिमीलाई भनेर भन्नुहुन्छ भगवानले। जो वैकुण्ठाधिपति भगवान हुनुहुन्छ, उहाँले यस्तो प्रकारले के गरिदिनुहुन्छ? त्यो मलमासलाई जो डराइ एकदम आत्तिएको छ, डराइरहेको छ, उसलाई के गरिदिनुहुन्छ? पुरुषोत्तम नामाकरण गरिदिनुहुन्छ। तिमीलाई सबैले पुज्नेछन्। जसले पुज्दैनन्, जसले कथा सुन्दैनन्, जसले हरिनाम सङ्कीर्तन गर्दैनन् भने उनलाई भगवानले जे गर्न पर्ने भगवानले नै उनीहरूलाई गर्नुहुन्छ भनेर यस्तो प्रकारले बताउँछ। बोले भक्तवत्सल भगवानको। यस्तै प्रकारले अनि अनेक अनेक कथाहरू हामीले मानधाता ऋषिको कथाहरू श्रवण गऱ्यौँ। अनि पुरुषोत्तम भगवानको के भयो त? ठुलो कीर्ति रह्यो। हेर्नुहोस्, ठुलो वैभव रह्यो, बडा शक्तिशाली, बडा गुण वैभव। यस्तो प्रकारको गुणले वैभव भएको त्यस्तो छ। जो 12 महिनामा पनि उत्तम महिना कसैले वैशाखलाई भन्नुहुन्छ। वैशाखमा त गुरुजी अक्षय तृतीया पर्छ। कसैले त जेठ महिनालाई भन्नुहोला, कसैले त कार्तिक महिना त उत्तम महिना हो गरे, कसले त होइन माघ महिना त बडा उत्तम हो गरे। त्यतिखेर के सुन्ने चलन छ गरे? माघमा स्वस्थानी पनि सुन्ने चलन छ, बडा उत्तम महिना हो भनेर। तर सबैभन्दा श्रेष्ठ महिना, सबैभन्दा उत्तम महिना कुन रहेछ त? यो पुरुषोत्तम महिना रहेछ, पुरुषोत्तम मास रहेको रहेछ। त्यतिखेर नृसिंह भगवानले हिरण्यकशिपुलाई के गर्नुभएको थियो? ल हेर हिरण्यकशिपु, तैँले वरदान पाएको थिइस् नि, 12 महिनामा मर्न नपरोस्। 22 ल पाए, भित्र कि बाहिर त्यो पनि न पातलमा न आकाशमा, भगवानले काखमा राख्नु भएको थियो। त्यस्तो प्रकारले भगवानले के गर्नुभएको थियो? वरदानद्वारा भगवानले रक्षा गर्नुभएको थियो। त्यस्तै प्रकारले यहाँ पनि पुरुषोत्तम भगवानको जसले आराधना गर्दछ, जसले पुरुषोत्तम भगवानको सेवा गर्दछ, जसले पुरुषोत्तम भगवानको कैङ्कर्यमा सेवामा सहभागी हुन्छ भने उसलाई भगवानले अनन्य भक्त गराउनुहुन्छ, अनन्य ठुलो कृपा गर्नुहुन्छ। त्यस्तै प्रकारले हामीले मानधाता ऋषिको कथा श्रवण गऱ्यौँ। मानधाता ऋषि जुन ऋषिको पुत्री थिइन्, जुन कथा दृढधनुवा राजाको कथासँग प्रसङ्गसँग बताउनुहुन्छ पछि गएर, उनले
ठुलो चाहिँ आफ्नो विवाह भएको थिएन, ती कन्याको विवाह भएको थिएन। आमा पहिले वैकुण्ठवास हुनुभएको। यो पुरुषोत्तम महात्म्यको कथा हो। पिताजी बिचरा बुढो बुढो हुनुहुन्थ्यो, सहँदै जानुहुन्थ्यो अरे, कहिले तुलसीपुरतिर, कहिले राजापुरतिर, कहिले सूर्यपटुवातिर, कहिले कता कहिले कता। राम्रो वर खोज्नु पर्यो मेरो छोरीलाई भनेर केटो खोज्न जानुहुन्थ्यो। जानुहुन्थ्यो, भेट्नु हुन्थेन, के मिल्दैन थियो, कहिले के नमिल्ने, कहिले नाडी लाग्ने, कहिले के लाग्ने, केही मिल्दै नमिल्ने हुन्छ। जानुहुन्थ्यो, फर्केर आउनुहुन्थ्यो साँझ, बिचरा बुढो मान्छे धेरै दिन त्यस्तो गर्नुभएको। एक दिन त हिँड्दा डुल्दा डुल्दै घरमा आउने बेलामा उहाँको प्राण सकिएछ, उहाँको पनि शरीर छुटेछ। अनि त्यसपछि ती कन्याले आफ्नो पिता बितिसकेपछि सबै क्रियाहरू सबै कुरा गरेर अब के गरे त त्यही ऋषिको आश्रममा जहाँ पिताजी बस्नुहुन्थ्यो त्यहीँ गएर बस्न थाले। त्यही जङ्गलमा बस्दा बस्दै अब के गर्ने प्रभु, के गर्ने, के को तपस्या गर्ने भन्दा त्यहाँ ऋषि भेट हुनुहुन्छ। एउटा ऋषिमुनि भेट भएर उहाँले भन्नुहुन्छ, नानी तिमीले यो गर्नु, अबको 3 महिना 2 महिनामा पुरुषोत्तम महिना आउँदैछ, तिमीले त्यसको व्रत बस्यो भने तिमीलाई परिपूर्ण हुन्छ, तिम्रो विवाह पनि हुन्छ, सबै कुरा हुन्छ नानी भनेर बताइदिनु भयो। सबै कुरा भनिदिइसकेपछि उनीले आफैलाई के गर्न थालिन् त भन्दाखेरि होइन, त्यो पुरुषोत्तम महिनामा व्रत बसेर के गर्नु, सबभन्दा ठुलो भनेको हाम्रो अन्तर्यामी, हाम्रा चाँडै खुसी हुने भगवान शिवजी हुनुहुन्छ। म त शिवजीको आशुतोष नीलकण्ठ भगवानको तपस्या गर्छु भनेर जेठ महिनाको यस्तो घाममा पनि अग्नि बालेर के हवन कुण्ड जस्तो गराएर त्यहाँ गएर मजाले यसरी बस्ने, खुब तपस्या गर्न थाले। खुब तपस्या गरेर खुब तपस्या भयो। तपस्या पनि धेरै वर्ष, कति हजार वर्षसम्म तपस्या भयो। त्यो तपस्या पूर्ण भयो। त्यसपछि भोलेनाथले दर्शन दिनुभयो त्यो कन्यालाई। भोलेनाथले दर्शन दिइसकेपछि, ओहो नानी तिमीले बडा कठिन भन्दा कठिन तपस्या गरेछौ, तिमीबाट म प्रसन्न छु, तर तिमीबाट म धेरै प्रसन्न भएँ, तिमीलाई मैले दर्शन दिएको छु नानी। अनि उनले के भनिन् त भन्दाखेरि, के इच्छा माग्छौ त, ल वरदान माग। पतिम पाही पतिम पाही पतिम पाही पतिम मयम भन्दा त्यसले बिचरा 5 चोटि भन्न पुगिसक्यो। कसको अरे 5 वटा पति भएको? द्रौपदीको। बोले भक्तवत्सल भगवानको त्यस्तो अनुग्रह कृपा उनलाई हुन्छ। अनि उनले अर्को शरीर, उनको सबै कुरा परिपूर्ण भइसकेपछि अर्को जन्ममा उनी राजाकी पुत्री भएर उनी अवतार जन्म दिइसकेपछि के हुन्छ त भन्दाखेरि, त्यसलाई तिमीले यसो गर्न ठिक हुँदैन थियो। त्यस्तो मुनि ऋषि मुनिहरूले आएर पुरुषोत्तम भगवानको व्रत बस भन्दै तिमीले आफ्नो ढिप्पी गरेर मलाई पुकार्यौ, तर तिम्रो इच्छा पूर्ति हुँदैन। मैले पनि अहिले यो बेलामा त पुरुषोत्तम महिनाको बेलामा त शिव पार्वती र म भएर त्यही पुरुषोत्तम रामचन्द्र भगवानको तपस्या गर्न लागेका छौँ। त्यही पुरुषोत्तम मासको मैले अनुष्ठान गर्न हिँडिरहेका छौँ। हामी त्यतैतिर हिँडेको नानी, तिमीसँग अचानक जङ्गलमा भेट भयो नानी भनेर भोलेनाथले भन्नुहुन्छ। अनि उनले हट गर्छिन्, धेरै कन्याले धेरै हट गर्छिन्। अनि गरिसकेपछि हो बडा पश्चाताप मान्दछ। यतिखेर त गन्धर्वहरूले, अप्सराहरूले, ऋषिमुनिहरू सबैले पुरुषोत्तम भगवान भनेको कस्तो त भन्दाखेरि, यसले गर्ने यसले नगर्ने भन्ने हुन्न। यो व्रत अनुष्ठान सबैका लागि हो, सत्सम्प्रदायका लागि हो, सम्पूर्ण मनुष्यका लागि हो, सम्पूर्ण वर्णका लागि हो, सम्पूर्ण जति ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र जति पनि हामी छौँ नि वर्णहरू, सबैका लागि हो। ब्राह्मणले गर्यो भने यो प्राप्त गर्दछ, क्षत्रियले गर्यो क्षत्रिय वीर प्राप्त गर्दछ, ब्राह्मणले गर्यो भने ब्राह्मणत्व प्राप्त गर्दछ, वैश्यले गर्यो भने धेरै धन व्यापार गर्दछ, शूद्रले गर्यो भने शूद्रले कुनै केही गर्नै पर्दैन। शूद्रले दर्शन गरेर सत्सङ्गमा आएर दर्शन गर्यो भने मात्रै पनि उसलाई पुरा लाभ मिल्दछ। सबैको आफ्नो आफ्नो महत्त्व बताएको छ। फलानाले
वर्णकले गर्यो भने यस्तो प्राप्ति हुन्छ, यस्तो यस्तो सबै कुरा यहाँ बताइयो। अनि ती कन्याले ओहो बडा गल्ती गरेको छु प्रभु। त्यो हुँदै कन्याले चाहिँ धेरै ढिप्पी गर्न थालिन्। हो नानी तिमीले गलत भयो, भोलेनाथ पनि जानुभयो। ल नानी अब म अरू केही जान्दिनँ, तिमीले पुरुषोत्तम भगवानको व्रत अनुष्ठान लिनुपर्छ, यो नलिकन तिम्रो कल्याण हुँदैन भनेर भोलेनाथ कैलाशतिर लाग्नुहुन्छ र यो पुरुषोत्तम भगवानको अनुष्ठान गर्नुहुन्छ भनेर सारा ऋषि मुनिहरू सबले गर्नुहुन्छ अनुष्ठान। त्यस्तो गुण वैभव बताएको छ। किनकि सबैको महत्त्व छ नि त होइन। गाई तिहार आउँदा गाईको पूजा गर्छौँ, गाईको पूजा त सधैँ गर्ने भन्छ होइन, गाईको पूजा त सधैँ गर्नु भन्छ। काग तिहार पनि आउँछ, त्यो कालो कागलाई कसले मन पराउनु बिचरा, उसको पनि पूजा गर्नु पऱ्यो त्यो दिन। भएन भने स्वान देवता भ्यो नमः भने कुकुर देवतालाई नि पूजा गर्छ। किन? संसारमा सबै एउटै स्वभावका छन्। कोही कुकुर स्वभावका छन्, कोही बाँदर स्वभावका छन्, कोही काग स्वभावका छन्, कोही के स्वभावका छन्। सबै प्रकारका व्यक्तिहरू छन् यो समाज। सबको के भन्छ त, ठाउँ ठाउँमा सबको आवश्यक छ, सबको महत्त्व छ। सबलाई आदर गरिदिनु, पूजा गरिदिनु। त्यस्तै प्रकारले यहाँ पनि सबैको यो महिमा उत्तम महिना छ, पुरुषोत्तम महिना। भोलेनाथले पनि त्यही भन्नुहुन्छ, बताउनुहुन्छ। यो हामीले जीवनमा श्री राम राम रामेति रमे रामे मनोरमे पार्वती, म त रामको मनोरममा रामको कथामा झुमिरहेको छु भनेर भन्नुहुन्छ। हामीले शिवपुराणमा यति दिग्वैभव बताइएको छ। शिवपुराण, गणेश पुराणमा पनि भगवान नारायणको महत्त्व, रामजीको कथा हुन्छ, रामको महत्त्व। चाहे शिवपुराण लाउनुहोस्, चाहे गणेश पुराण लाउनुहोस्, हामीले के भन्छौँ? हरिओम तत्सत् तत्सत् विष्णु 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 पूर्वचारित सङ्कल्प सिद्धिरस्तु अध्ययः। लगाउन लागेको त शिवपुराण हो, तर हरिओम तत्सत् विष्णु विष्णु गर्नै पर्ने अरे कि फेरि। शिव शिव गरे नि हुनुपर्ने होइन र? गणेश गणेश नि भने हुनुपर्ने, कृष्ण कृष्ण नि, तर विष्णु विष्णु नै भन्न पर्ने। चाहे हामीले आमाको श्राद्ध होस्, चाहे बाउको श्राद्ध होस्, चाहे हजुरबाउको श्राद्ध होस्, चाहे घरमा बच्चा जन्मोस्, चाहे मान्छे मरोस्, तर गर्ने के हो? हरिओम तत्सत् विष्णु विष्णु गर्ने हो। बोले भक्तवत्सल भगवानको अन्तिममा गएर न्वारण सकियोस्, चाहे शिवपुराण सकियोस्, चाहे रुद्री सकियोस्, अन्तिममा गएर हामीले के गर्छौँ? कायेन वाचा मनसेन्द्रियर्वा बुद्ध्यात्मना वा प्रकृते स्वभावः करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयामि। गरेको त रुद्री हो नि फेरि, किन नारायण समर्पयामि गर्न परेको त? ल हेर्नुहोस् त, भोलेनाथ सर्वशक्तिमान नीलकण्ठ भइबक्सन्छ, तैपनि उहाँले पुरुषोत्तम भगवानको आराधना किन गर्न परेको? उहाँको महत्त्व बेग्लै किसिमको छ, उहाँबाट हुने सामर्थ्य बेग्लै किसिमको छ, उहाँले पाउने भाग बेग्लै किसिमको छ, त्यो अरू कसैमा छैन। त्यस्तो मर्यादा पुरुषोत्तम रामचन्द्र भइबक्सन्छ। त्यो रामचन्द्र भगवानको म पनि उहाँको मनोरममा झुम्दछु भनेर भोलेनाथले भन्नुहुन्छ। त्यस्तो प्रकारको वैभव गुण वैभवहरू बताइएको छ। त्यसो भएको हुँदा सबैले यो व्रत अनुष्ठान गर्नुपर्दछ भनेर बताउनु भएको छ। यो बृहन् नारदीय पुराणबाट, के पुराणबाट? बृहन् नारदीय पुराणबाट यो निकालेर यसको महत्त्व मात्रै बताइएको। हेर्नुहोस्, महात्म्य भनेको के हो? महत्त्वलाई महात्म्य भन्ने गरिन्छ। महात्म्य भनेको महत्त्व हो। जुन महात्म्य श्रवण गर्नाले हाम्रा कान पवित्र हुन्छन्। हाम्रो होइन, बाहिरको शरीरलाई के गर्छौँ हामीले? कपालमा चाया पऱ्यो भने राम्रा राम्रा स्याम्पू लगाउँछौँ। पसलमा गएर हे साहुजी चाया जानी स्याम्पू दिनुहोस् भन्छौँ। भन्छ कि भन्दैनौँ? भन्छौँ। त्यस्तो पनि पाइन्छ। अनि कोही कोही काला काला छन् भने अलिक गोरो गोरो हुने साबुन दिनु भन्छौँ, क्रिम पाउडर पनि धस्छौँ होइन, सबै कुरा गर्छौँ हामीहरूले। अन्तिममा के हुन्छ त? भित्रका कुरा त कसैले पनि सोध्दैन। भित्रको मैलालाई कसरी फाल्ने? भित्र अन्तःकरणमा हाम्रो के छ? के छ? हाम्रो मन यति दुष्ट पापी छ। 5 कर्मेन्द्रिय छ, 5 ज्ञानेन्द्रिय छ, एउटा महादुष्ट मन छ। त्यो दुष्ट मनले कता
कता लैजान्छ तपाईँ हामीलाई मलाई थाहा हुन्छ। त्यसैलाई नियन्त्रण गर्नका लागि हामी के गर्छौँ? भगवान नाम संकीर्तन गर्छौँ, भगवानको आराधनामा मन लगाउँछौँ, भक्तहरूसँग भेट हुन्छौँ, आफ्ना परिवारसँग भेट हुन्छौँ। नत्र पनि मनले त नराम्रो चिज बढी सोध्छ गरे। कलिकालका व्यक्तिमा झन् नराम्रो चिज नराम्रो पदार्थ चाँडै आउँछ। अनि अन्तःकरणलाई कसरी सफा गर्ने? त्यहाँ कन्याले सोध्छिन्, मैले ठुलो अपचार गरेँ। राजा त्यस्ता ऋषिले आएर पनि पुरुषोत्तम भगवानको आराधना गर भन्दै पनि म टुटेँ। मैले गर्न पाइनँ, मैले केही गर्न पाइनँ। ओइ मोबाइल यहाँ बोले भक्तवत्सल भगवानको, कृष्ण कन्हैया लालको, श्रीमद् भागवत भगवानको। त्यस्तो प्रकारले ती महिलाले के गर्छिन्? अन्तिममा गएर कुनै कृपा हुँदैन। हे प्रभु, भोलेनाथले पनि त्यस्तो भनिसकेपछि अब भयो। जसले उनलाई इष्ट मानेकी थिइन्, मेरो इष्ट देवता नै भोलेनाथ हुनुहुन्छ, कुल देवता नै के हुनुहुन्छ मेरो, यो हुनुहुन्छ भने जसलाई मानेकी थिइन्, बोले भक्तवत्सल भगवानको, कृष्ण कन्हैया लालको। यही भोलेनाथले के भनिदिनु भयो? पुरुषोत्तम भगवानको आराधना गर, पुरुषोत्तम भगवानको सेवा गर भन्दैपछि ती कन्याले पुरुषोत्तम भगवानको सेवा आराधना गर्दछिन्। अनि ती कन्याको विवाह हुन्छ। विवाह भइसकेपछि अन्तिममा भगवानले के हुनुहुन्छ? गरुडमय विमानमा आएर ती कन्यालाई के हुन्छ? धेरै वर्षसम्म आफ्नो गृहस्थ आश्रममा लाग्छिन्। त्यो लागिसकेपछि भगवानले के गर्नुहुन्छ? उनलाई पनि कृपा गर्छ। त्यही भएर साधु सन्तहरूले भनेको हामीले आज्ञालाई मान्नुपर्छ। घरमा भएको वयोवृद्ध बाआमाले भनेको मान्नुपर्छ। आज्ञालाई मानेनौँ भने हामी के हुन्छौँ? हामी दूषित हुन्छौँ। अन्तःकरण हाम्रो के छ? दूषित छ। खान्छौँ यत्रो भएकोले सेफ्टी टङ्की बनाइदिनु भएको छ। अनि त्यही शरीरलाई हामीले माया मानेका छौँ। आहा कति राम्रो, आहा भन्छौँ होइन? आहा त सबै उता छ होइन, उतातिर फालिएको छ। अनि त्यसलाई देखेर गएर आहा भन्छ कसैले आहा भन्दैन, चिची भन्छ त्यसलाई त। त्यसो भएको हुँदा हाम्रो अन्तःकरण मैलालाई सफा गर्नको लागि के गर्नुपर्दछ? भगवानसँग प्रीति जोड्नु पर्दछ, भगवानसँग सम्बन्ध जोड्नु पर्दछ। भगवानसँग सम्बन्ध कसले जोडिदिनुहुन्छ? गुरुले जोडिदिनुहुन्छ। गुरु बिना ज्ञान कहिले। त्यस्तै म पनि जान्ने छु, म पनि चोखो छु, मैले पनि दुईटा चिज त जाने छु, मैले पनि टिको लगाउँछु भनेर मात्रै भयो त? भएन नि, हुँदैन। अस्ति मैले कथा हजुरलाई बताएकै थिएँ। एउटालाई नदी तर्दाखेरि एउटा साधुले राम नाम लेखेर दिनुभयो। ठुलो बाढ आयो, नदी तर्यो, बिचरा घर गयो। त्यो दिन कथा सुनेर त्यो दिन तरेर घर गयो, पुग्यो। भोलि त्यो पत्रमा नहेर्नु भन्नुभएको थियो। उसलाई तबसम्म विश्वास थियो कि त्यो कागजमा विश्वास थियो उसलाई। साधुले सन्यासी बाबाले लेखेर दिएको त्यो कागजमा विश्वास थियो। घर गएर खोलेर हेरेछ, त्यहाँ के लेखेर रहेछ? राम भनेर लेखेर त्यो कागजमा। त्यो जोगीले साधुले दिएको कागजमा राम लेखेर रहेछ। त्यस्तो जाबो राम त त्यो कागज फालिदिएछ। आफैले राम लेखेर आउन थालेको त बिचरा ठुलो बाढी आएर बगाएर लिएर गएछ। त्यही भएर जानी नजानिकन गुरु बिना हामीले कुनै पनि कुरा गर्यो भने के हुन्छ त? हामी पनि त्यस्तै गरी बग्छौँ। हेर्नुहोस्, मन्त्र भन्ने कुरा, अन्य कुरा त हामीले देखेर सिकेर जानेर गर्ने कुरा छँदैछ। त्यही भएर भगवत दीक्षा भएर त्यही भएर गुरु बनाउनु भएको छ नि। गायत्री मन्त्र पनि त्यो बच्चाले जानेको बच्चादेखि थाहा हुन्छ। त्यो गायत्री मन्त्र एफएमले फुक्या हुन्छ, मोबाइलमा फुक्या हुन्छ। आजभोलि त सब गायत्री मन्त्र भन्न हुन्छ भनेर आमाहरूले पनि स्वा स्वा गरेको देखिरहेको थिएँ मैले एकदिन। यति हाम्रो गुरुले यतिर हो। बोले भक्तवत्सल भगवानको भन्दाखेरि बडा नमिठो लाग्छ, तर भन्न पर्छ। त्यस्तो गर्न कहिल्यै पनि हुन। मननाथ मन्त्र भित्र अन्तःकरणमा लिएर गएर मनन गर्ने चिजलाई के भन्छ? मन्त्र भनिन्छ। बाहिर फुक्ने त मन्त्र होइन नि त। अन्तःकरणमा दधि मन्थन गर्नलाई मन्त्र भनिन्छ। भित्र अन्तःकरणमा जप्नु पर्दछ, त्यो मन्त्र भनिन्छ। त्यही भएर त्यो गायत्री मन्त्र दिने बेलामा के भन्छ? गुरुजी खोज्नुहुन्छ,
केटोलाई जानेकै हुन्छ नि आखिर घरकै मान्छेले जाने हुन्छ किन गुरु बनाउनु पर्दछ गुरु दीक्षा लिनु पर्दछ गायत्री मन्त्र लिनु पर्दछ त्यस्तै प्रकारले हामीले पनि कताको वे जानी हो कताको मार्ग जानी हो कुन मार्गमा जानी हो सत्मार्गमा जानी हो कुमार्गमा जानी हो त्यो मार्गमा जानका लागि हामीले केही न केही दृढ विश्वास लिनै पर्दछ दृढ सङ्कल्प लिनै पर्छ हामीहरूले त्यो दृढ सङ्कल्प भएन दृढ विश्वास गुरुप्रति भएन भगवानप्रति भएन भने के हुन्छ हाम्रो पनि कुनै काम छ हामी पनि त्यसै लहै लहैमा हामी के हुन्छ हाम्रो जिन्दगी सिकिन्छ अनि ती कन्यालाई भन्नुहुन्छ ओहो मैले त गल्ती गरेछु अन्तिममा पुरुषोत्तम भगवानको सबै कुरा अनुष्ठान व्रत अनुष्ठान गरेर सकेर ती कन्याले के गर्छिन् त ती कन्याले भगवान पुरुषोत्तमको अनुष्ठान गरेर व्रत गरेर पुरा ऐश्वर्यलाई प्राप्त गरेर वैकुण्ठ लोकमा गएर आफ्नो शरीरलाई के गर्छिन् भगवानमा समर्पण गर्दछन् त्यस्तो महत्त्व बताइएको छ बोले भक्तवत्सल भगवानको यस्तै प्रकारले हामीले कथाहरू श्रवण गर्दै आइरहेका थियौँ आज हामी 22औं दिनको कथा 22औं अध्यायको हिजोको प्रसङ्गमा के थियो गरे हिजोको प्रसङ्गमा यो पुरुषोत्तम महिना कसरी बस्ने कतिखेर उठ्ने के खाने कस्तासँग बोल्ने कस्तासँग नबोल्ने के गर्ने के नगर्ने भन्ने विषयमा हामीले हिजो बताएका थियौँ त्यही विषयवस्तुलाई आज पनि बताइएको छ प्रातःकालमा उठ्ने सात्विक तरिकाले शयन गर्ने भुइँमा शयन गर्नु भनेको छ के त्याग्न सकिन्छ जमिनमा शयन गर्नु भने रातिमा बिस्तर लगाएर एक पटक भोजन गर्नु अरे हविष्यान्न भोजन गर्नु एक पटक त्यसपछि शुद्ध वस्त्र लगाउनु अरे शुद्ध वस्त्र भनेको त्यो अनुष्ठान गर्दाखेरि नसिलाएको वस्त्र लगाउनु धोती गम्छा रुमाल जे लगाउने गरिहाल्छ पुरुषहरूले कोपिन लगाउने भित्र कोपिन लगाएर बाहिर धोती लगाउने आमाले चटक्क परेको लक्ष्मीले चाहिँ लक्ष्मी स्वरूपा हजुरहरू चटक्क परेको साडी लगाउने चट्ट भगवान पुरुषोत्तम भगवानको घरमा बसेर यदि दम्पति सहित हुनुहुन्छ भने दम्पति सहित पुरुषोत्तम भगवानको आराधना गर्ने पुरुषोत्तम भगवान कसलाई मान्ने त्यही कृष्ण हुनुहुन्छ त्यही राधा हुनुहुन्छ त्यही भगवानको चित्रपट भए पनि त्यही लड्डु गोपाल भए पनि त्यही साडी जे राख्नु भएको छ राधा कृष्ण राधा त्यही पुरुषोत्तम भगवान हुनुहुन्छ त्यही भगवानको चट्ट लाएर आराधना गर्ने सात्विक आहार विहार गर्ने त्यस्ता प्रकारले आफ्नो समयलाई 1 महिनासम्म व्यतीत गर्ने हिजोको प्रसङ्गमा हामीले त्यो महत्त्वलाई श्रवण गरेका थियौँ अनि भगवानले अनेक प्रकारले विधिहरू बताइसकेपछि त्यो विधिबाट हामीलाई के प्राप्त हुन्छ त्यो अनुष्ठानले कुनै मनमा कुनै इच्छा राख्नै पर्दैन त्यो इच्छालाई पनि के गरिदिनुहुन्छ परिपूर्ति गरिदिनुहुन्छ परिपूर्ति गरिदिएर के गर्नुहुन्छ त भगवानतर्फ मन लगाइदिनुहुन्छ बोले भक्तवत्सल भगवानको कृष्ण कन्हैया लालको अनि अनेक प्रकारले यो व्रत अनुष्ठान सकिसकेपछि व्रतको नियमलाई पूर्ण गर्नका लागि ब्राह्मणलाई आचार्यलाई एउटा काँसको थालमा राखेर 33वटा मालपुवा 1 कटौरा घिउ हैन तिल के सकिन्छ सुवर्णमय हात्ती घोडा त सकिन्न हैन सुनै सकिन्न यो बेलामा कति छ 300 भन्दा नागिसक्यो हैन बोले भक्तवत्सल भगवानको त्यस्तो प्रकारले अनेक प्रकारको दान गर्नु आफूले जस्तो सकिन्छ त्यस्तो प्रकारको दान गर्नु भनेर बताइएको छ ती कुरा पनि हामीले श्रवण गरिसकेका छौँ र आजको यो 22औं अध्याय विशेष गरी आजको अध्याय कति अध्याय हो 22औं अध्याय 22औं अध्यायमा आज हामीले श्रवण गरेर फेरि यो श्रीमद् भागवतको यो कृष्ण लीलाको जन्म उत्सवलाई अगाडि बढाउनेछौँ राजोवाच पुरुषोत्तमस्य नियमान प्रतिमान वद विस्तरात् किं भोज्यं वा वर्जा वर्जित पूर्ण पुरुषोत्तम महिनाका व्रतहरूका लागि के खाना हुन्छ के खाना हुँदैन अनेक प्रकारका चिजहरू यहाँ बताइएको छ
अभिष्यान्न भोजन गर्ने घिउ होइन, अर्को नुन पनि सकभर प्रयोग गर्ने, सिधै नुनै प्रयोग गर्नु भनेर बताइएको छ। फलारहरू, फलार लिन चाहने फलार मात्रै लिने होइन, मैले त दुध मात्रै लिएर सक्छु, 1 महिना दुध मात्रै पिउने होइन, मैले त जल मात्रै पिउँछु भनेर सक्ने जल मात्रै पिउने होइन, मैले 1 टाइम भगवान्लाई भोग लागेको प्रसाद दिन्छु भनेर त्यसरी पनि व्रत गर्न सकिन्छ। अनि त्यसपछि भगवान्लाई हिजो हामीले बताएका थियौँ, अर्घ्यम पाद्यम आचमन्यम गरेर 5 कटौरी राख्नु पर्दछ। 5 कटौरी राखेर भगवानको आराधना सेवा गर्नुपर्दछ। त्यही 5 कटौरीमा हामीले भगवानको बिर्जा नदीलाई आह्वान गर्दछौँ। भगवानलाई हस्तयो अर्घ्यम समर्पयामि, पादयो पाद्यम समर्पयामि, मुख्य आचमन्यम समर्पयामि, स्नानीम समर्पयामि भनेर भगवानलाई के गर्दछौँ, हामीले स्नान आदि गराउँदछौँ। स्नान आदि गराएर त्यस्तो प्रकारले यो पुरुषोत्तम भगवानको सेवा पनि त्यस्तै प्रकारले गर्नुपर्दछ। यो किन 30 दिनसम्म गरेको? हामीले यदि बिर्सिन्छौँ कि भनेर 30 दिनसम्म हामीले के गर्ने, प्रयास गर्ने, प्र्याक्टिकल गर्ने र जीवनभरि घरमा राखेको विराजमान गराइएको भगवानलाई त्यस्तै प्रकारले के गर्ने, सेवा आराधना गर्ने। त्यो भगवानको सेवा आराधना त्यस्ता प्रकारले गर्नुपर्दछ। बोले भक्तवत्सल भगवानको। अनि त्यसपछि पुरुषोत्तम भगवानको व्रत बस्न चाहनेले यथाशक्ति फलहार हविष्यान्नहरू लिने, पुरुषोत्तम महिनाभरि उपवास गर्ने कि राति मात्रै खाने, दिनमा 1 पल्ट लिने, अनेक प्रकारका त्यस्ता प्रकारका सङ्कल्पहरू हुने गर्दछन्। श्रीमद् भागवतम भक्त्या श्रोतव्यम पुरुषोत्तमम तत्पुण्यम वचसा वक्तुम विधातापि न सक्नुयात्। पुरुषोत्तम महिनाभरि सुन्नुहोस् है, पुरुषोत्तम महिनाभरि भक्तिपूर्वक श्रीमद् भागवत कथा सुन्ने गर्नुपर्दछ। पुरुषोत्तम महिनाभरि के गर्नुपर्दछ, श्रीमद् भागवतको पाठ नभई कथा श्रवण गर्नुपर्दछ। महिनाभरि बसेर भागवत कथालाई श्रवणलाई ब्रह्माले पनि के गर्नुहुन्छ, बताउन सक्नुहुन्न अरे त्यो श्रीमद् भागवतको कृष्णचन्द्रको महिमालाई। मुनिहरू पनि लालायित हुन्छन् अरे, मुह्यन्ति यत् सूरयः, मुनिहरू पनि के हुन्छन् रे, लालायित हुन्छन् अरे। तेजो वारि मृदा यथा विनिमयो यत्र त्रिसर्गो वृषा धाम्ना स्वेन सदा निरस्तकुहकं सत्यम परम धीमहि। प्रभु हजुर नै सत्य भइबक्सन्छ। त्यस्ता सत्य स्वरूप भगवानको ध्यान गर्नु, जसको ध्यान आजसम्म ऋषि मुनिहरूले नै बुझ्न सक्नु भएको छ, बुझ्ने प्रयत्न गर्नुभएको छ, बुझ्ने प्रयास गर्नुभएको छ, खुब लागिरहनु भएको छ, मोहित हुनुभएको छ, तै पनि उहाँहरू प्रयत्न गरेको। मुह्यन्ति यत् सूरय, सूर्यहरू पनि मोहित हुनुहुन्छ, लालायित हुनुहुन्छ यो भगवानको कथाद्वारा, भगवत दर्शनद्वारा। त्यसपछि जसरी सिंहलाई देखेर हात्तीहरू भाग्दछन्, त्यसै गरी पुरुषोत्तम महिना अनुसार विधिपूर्वक व्रत बस्ने व्रतीलाई देखेर यमदूतहरू पनि भाग्छन्। जसको घरमा भन्छन् नि कहिले, हाम्रो घरमा त कहिले काहीँ के हो आवाज आउँछ स्वामीजी, हावामा के चले जस्तो देख्छु, कहिले छतमा आवाज आए जस्तो मान्छु, कहिले के मान्छु। जसको घरमा पुरुषोत्तम भगवानलाई विराजमान गराएर, राधा कृष्णलाई विराजमान गराएर सेवा आराधना गर्दछ भने त्यस्ता यमराजका दूत पनि के हुन्छन् त, भाग्दछन् डराएर। पहिला त स्वरूप देख्दै भाग्छन्। पहिला यदि हजुरले भगवानको यो निधार हामीले प्राप्त गरेको निधारमा भगवानको तिलक लगाउनु भएको छ, दीक्षित टीका लगाउनु नभए गणेशजीको टीका लगाउनुहुन्छ, कसैले शिवजीको भस्म लगाउनुहुन्छ, कसैले निर्मार्ग वैष्णवले निर्मार्ग टीका लगाउनुहुन्छ, कण्ठित धारण गर्नुहुन्छ, श्री वैष्णवले ऊर्ध्वपुण्ड धारण गर्नुहुन्छ। त्यस्तै प्रकारले केही न केही जुन देवी देवताको हामीले उपासना आराधना गर्छौँ, तत्त देवताको हामीले चन्दन लगाउनै पर्छ।
त्यसो गर्दा स्वरूपलाई देखेर पनि यमराजको दूत के गरेर परै भाग्छ गरे। हो यो त विष्णुको हुन्न छुन हुन्न, यो त विष्णुको हो, यो कृष्णको हो भन्छन् अरे कि। स्वरूपले के गर्दा थाहा पाउनुभयो? स्वरूपले के गर्दछ? अहिले भर्खरै यहाँ हरियो हरियो ड्रेस लगाएको देख्नु भने के भन्छ? आर्मीको ड्रेस रहेछ। टाटे पाटे गरेको सर्ट प्यान्ट हुनुपर्छ, त्यो त आर्मी हुनु रहेछ भन्छ। निलो निलो छ भने पुलिस रहेछ। अहिले हजुरले यहाँ कुनै विद्यालयको पनि मास्टरहरू ड्रेस लगाएर आउनुभयो भने उहाँ कोटै स्कुलको हुनु रहेछ, फलाना स्कुलको हुनु रहेछ, फलाना क्याम्पसको हुनु रहेछ। स्वरूप भने के हो? एउटा पहिचान हो। हेर्नुहोस्, यदि हामी आफ्नो पहिचानबाट बाहिर भयो भने के हुन्छ? हामीलाई विघ्न बाधा आउने तब भयो। पहिचानबाट हामी बाहिर्यौँ भने, पहिचानबाट बाहिर भयो भने के हुन्छ? हाम्रो घरमा उथल पुथल हुन्छ, घरमा डराउन दिन्छ, अनि आफैलाई पनि डर लाग्छ। कोही कोही त यति उमेर भइसकेको छ कि रात्रिमा लघु सङ्ख्या लाग्यो भने बाहिर निस्किन डराउने, त्यस्ता पनि छन्। आत्मबल कमजोर छ। आत्मबल के छ? कमजोर छ। किन? भगवान नाम संकीर्तन भएकै छैन, राधा कृष्णको दर्शन गर्न सकेकै छैनौँ। अनि हाम्रो आत्मबल कमजोर भयो भने हामीलाई भय हुन्छ, हामीलाई अनेक प्रकारको डर हुन्छ। डरै डरले हाम्रो जिन्दगी सकिँदै जान्छ। त्यही भएर यस्तो पुरुषोत्तम भगवानको नाम संकीर्तन जसले व्रत लिनुभएको छ, जसले यहाँ उपस्थित हुनुभएको छ, केही न केही प्रकारले हजुरहरूले गर्नुभएकै छ। चाहे 2 दिन होस्, चाहे 5 दिन होस्। कोही 5 दिन कथा सुन्न आउनुभयो होला, कोही महिनाभरि आउनुभयो होला, कोही आज मात्रै आउनुभयो होला, कोही म त 1 गते औँसीको दिन अर्चना गर्न आउने भन्नुभयो होला। मनमा हुन्छ नि सबैका, होइन? त्यस्तो प्रकारले त्यही भएर यो पुरुषोत्तम भगवानको ठुलो महिमा रहेको छ। अनन्तले भगवान नारायण विमता नरूप स्वरूप रूप गुण विभव ऐश्वर्यले गुणले भरिपूर्ण परिपूर्ण कृपा रहेको छ। परिपूर्ण भरिपूर्ण कृपा रहेको छ। त्यो पूर्ण कृपा त्यो रामचन्द्र भगवानमा रहेको, त्यो कृपा रहनेछ सबै माथि। बोले भक्तवत्सल भगवान को, कृष्ण कन्हैया लाल को। अनि त्यसपछि पुरुषोत्तम भगवानको महिना 100वटा बडा बडा यज्ञ गरे भन्दा पनि बडा ठुलो छ गरे, त्यस्तो महिमा रहेको छ। त्यसपछि किनकि यस्ता यज्ञ गरेर केवल स्वर्गलोक प्राप्त हुन्छ, ठुल्ठुला यज्ञ गरेर स्वर्ग आदि लोकहरू प्राप्त हुन्छ। किन्तु पुरुषोत्तम भगवानको आराधना गर्ने हो भने वैकुण्ठ लोक गोलोक धाम प्राप्त हुने गर्दछ। भगवानको मुक्ति मार्ग गोलोक धाम प्राप्त गरिन्छ, जहाँ गोलोकमा बस्नुहुन्छ को? गोकुल। गोकुल कसको नाम हो? त्यही कृष्ण भगवानको नाम। त्यस्तो भगवानको गोलोक धामलाई बताउनुहुन्छ। जो मनुष्यले, जुन भक्तले पुरुषोत्तम भगवानको महिमाको व्रत गर्दछ, त्यसका शरीरमा पृथ्वीमा जो तीर्थहरू छन्, ती पुण्य क्षेत्रहरू सम्पूर्ण देवताहरू पनि त्यो शरीरमा आएर रहनुहुन्छ गरे। बोले भक्तवत्सल भगवानको। जो धेरै भक्ति गर्दछ, होइन, तीर्थव्रत गर्छ, सबैले उनलाई मर्यादा गर्नुहुन्छ। किनकि उहाँले जति हामीले गर्न सकिया छैन, सोझो कुरो हो। हाम्रा बा आमाले जति हामीले गर्न सकेका छैन, हाम्रा गुरुले जति हामीले गर्न सकेका छैनौँ। के भएर हामीले एउटा प्रतिष्ठित व्यक्तिलाई, तीर्थबाट आएको व्यक्तिलाई पनि के गर्नु भनेको थाहा छ भन्ने भने हाँसो लाग्छ। बोले भक्तवत्सल भगवानको। तीर्थबाट आएको व्यक्तिलाई पनि आरती गर्नु भने, घर प्रवेश हुनुभन्दा कोही घरमा छन् भने उनले आरती गर्नु। चरण धुनु भनेको छ। के भनेकोलाई गुरुजीले त्यस्तो फोहोर गोडा कहाँ कहाँ खिचेर आएको जस्तो धुनी भन्छ। अहिलेको समाज त त्यो छ। हेर्नुहोस्, अहिलेको समाज के छ? त्यस्तो कहाँ कहाँ घुमेर आएको त्यस्तो फोहोर गोडा धुनी छ्या त्यस्तो। बोले भक्तवत्सल भगवानको। सारा तीर्थ हुन्छन् त्यो चरणमा, गुरुको चरणमा सारा तीर्थ हुन्छ।
तपोनिष्ठ ब्राह्मणको चरण धुन पाउनु भनेको भाग्यमानले मात्रै पाउनु। तपोनिष्ठ ब्राह्मणको आचार्यको चरण धुन पाउनु भनेको त भाग्यमानले मात्रै पाउनु। त्यस्तो तीर्थयात्राबाट आएको त्यो तीर्थयात्री दर्शन गर्दाखेरि के हुन्छ, बद्रीनारायण गए जस्तै हुन्छ, यमुनाजी गए जस्तै हुन्छ, वृन्दावन गए जस्तो अनुभव हुन्छ। फलाम त वृन्दावन पहिला चलन थियो। हेर्नुहोस्, हामी पहाड पाल्पा जिल्लामा हुँदाखेरि हजुरआमा हजुरबाहरू फलाना तीर्थ गएर आएको भनेपछि त घरभरि हजुरहरू के 150-200 मान्छे हो। मलाई यमुनाजीको जल दिनु न, मलाई बद्रीनारायण अलकानन्दको जल दिनु न, मलाई त्यहाँको तुलसी दिनु न। आजको ठ्याक्कै उल्टो छ। फलानो त तीर्थबाट आएको हामीलाई प्रसादै ल्याइदिएनन्। बोले भक्तवत्सल भगवानको बुद्धि भनेको मति भनेको त्यसरी भ्रष्ट भएको छ। हामीलाई त केही सम्झेनन्। तीर्थबाट आयो ल्याउनेले जल लिएर आउँछन्, त्यो तुलसी लिएर आउँछन्, बालभोग लिएर आउँछन्। त्योभन्दा बढी के खोज्नु र? दुनियाँ धागो बाँधेर के हुँदैन। धागो आज त लाउन पायो भने त्यो घाँटीमा माला त सबभन्दा ठुलो चिज भनेको भागवत तीर्थ हो। वृन्दावन जान के लिएर आउने? जल र बालु माटो लिएर आउने। निधिवनको माटोमा लडीबुडी जहाँ कृष्ण भगवानले लीला गर्नुभएको थियो, जहाँ भगवान कृष्णजी खेल्नु भएको थियो, त्यहाँको मृत्तिकामा हामीले पनि लडीबुडी खेल्न पाए कति आनन्द हुन्थ्यो। हाम्रा यहाँ भएका रोगहरू नाश हुन्थे जहाँ भगवानले विचरण गर्नुभएको छ। गोडा दुख्छन् हामीहरूलाई, अनेक हुन्छन्। त्यस्ता प्रकारले के छ त आजभोलि सबै उल्टो छ। अनि हामीलाई त केही नलैदिएको। अनि तीर्थयात्री आएको थाहा पाउने बित्तिकै त्यो घरमा पुगिहाल्नु गरे। भोलिपल्ट पर्सिपल्टसम्म त प्रसादी सिद्धिहाल्छ। प्रसादी सिद्धिएपछि त हामीलाई त हेपेर प्रसादी नै दिएनन्। ल हेर्नुहोस्, हामीलाई त प्रसादी नै नराखेका, हामीलाई त छुट्याएका गरे। म कस्तो भक्त छु, अन्ध भक्त छु, कस्तो भक्त आफ्नो स्वरूप हामी आफूले देख्न सक्दैन। म कतिको लायकको छु, म कतिको कृष्ण भगवानको चरणारविन्दमा श्रीमन्नारायण प्रभुको चरणारविन्दको रसलाई कतिको मैले बुझ्न सकेको छु, भगवानको भक्तलाई मैले कतिको बुझ्न सकेको छु, ब्राह्मणलाई मैले कतिको बुझेको छु, कतिको पुज्न योग्य छु भन्ने कुरा पहिला बुझ्नुपर्छ। नबुझिकन त के हुन्छ? त्यही हुन्छ, मलाई हेप्यो, मलाई यस्तो गर्यो, यस्तो गर्यो, उस्तो गर्यो। अनि के भन्छ? अहङ्कारले बनेको शरीर। त्यो मनबाट पनि के आउँछ? अहङ्कार आउँछ। अर्को कुरा आउँदै आउँछ। बोले भक्तवत्सल भगवानको। त्यही भएर आफ्नो स्वरूप बनाऊँ हामीले। हामी यदि आफ्नो स्वरूपमा हेर्यौँ भने कसैले के भन्दैन। आफ्ना स्वरूपबाट बाहिर भयो भने के हुन्छ त? सबैले हेप्छन् हामी। जुन ठाउँमा हजुर हुनुहुन्छ, हजुर त फलानाको छोरो गरे, फलाने कि बुहारी गरे, फलानाको निम्बारका सम्प्रदायका गरे, टिको पनि लाउँदैन अरे भन्दा के हुन्छ? पस्ता सम्प्रदायमा लागेर रहेछ नि त। टक्क चाहिँ होइन, यस्तो लगाएर टक्क लगाएर निम्बारका सम्प्रदाय जान्नु भएको छ हजुरहरूले? को हुनुहुन्छ निम्बारका आचार्य? बोले भक्तवत्सल भगवानको। सूर्यको किरणलाई पनि रोक्न सक्ने क्षमता भएको निम्बार्काचार्यमा थियो, वैष्णवाचार्यमा थिएन। अरे त्यस्तो कहाँ ल्याएर निमको रूपमा ल्याएर सूर्यलाई पनि रोक्न सक्ने त्यस्तो हुनुहुन्थ्यो निम्बार्काचार्य। त्यस्तो प्रकारको परम्परा छ उहाँको, त्यति शक्ति थियो उहाँमा। सनकादि परम्पराबाट उहाँको गुरु परम्परा आएको छ। लक्ष्मीनाथ समारम्भाम नाथ यामुना मध्यम भने जस्तै सनकादि परम्पराबाट उहाँको परम्परा छ। तपोनिष्ठ छ, वैदिक छ। हेर्नुहोस्, यस्ता सम्प्रदाय 4 सम्प्रदाय छन्, बडा वैदिक छ। अरू सबै के हुन्? धान रोप्दाखेरि एउटा पलाउँछ नि झार, अनि के भन्छ हामीले 2 महिनापछि गोड्न जान्छौँ नि, के भन्छ त्यसलाई? बोले भक्तवत्सल भगवानको। त्यही भएर हामीले त्यस्ता सन्तहरूलाई चिन्नुपर्छ, त्यस्ता भगवानलाई आराध्य देवलाई चिन्नुपर्छ, बुझ्नुपर्दछ। निम्बार्काचार्य, वल्लभाचार्य, रामानुजाचार्य, शङ्कराचार्य, यस्ता प्रकारले उहाँहरूको गुण वैभवहरू छन्। अरू सम्प्रदाय थिएन पहिला। हेर्नुहोस्, त्यही भएर म कहाँ के छु?
मैले भन्न खोजेँ एउटा मात्रै के छ, जस्तै हजुरहरू गणेश भगवानको आरती हुन्छ, कोही शिवजीको आरती, कमसेकम त्यस चिजलाई चाहिँ जानम। कमसेकम खुब कोही लाएर म शिवजीको भक्त हुँ भन्ने, गणेशजीको भक्त हुँ भने गणेश अथर्व शीर्षै आउँदैन, गणेश स्तोत्र पाठ गर्नै आउँदैन, गणेशजीको मन्त्रै आउँदैन। म निम्बार्काचार्य हुँ भनेपछि के, निम्बार्काचार्यको गुरु परम्परा जान्न पर्यो कमसेकम। म वैष्णवाचार्य हुँ, वैष्णवाचार्य गुरु परम्परा जान्न पर्यो के। म शिव भक्त, शिवजीको विषयमा केही त जान्न पर्यो, जान्न पर्यो कि परेन भन्दा तितो लाग्छ कथा। तर हाम्रो जीवनमा भइरहेको यही छ फेरि हेर्नुहोस्, केही न केही हामीहरूले जान्नुपर्छ, हेर्नु बुझ्नुपर्छ। केही जान्नको लागि भनेर आएको हामीहरू। मैले भन्छु अहिलेसम्म प्रयागमा बसेँ 8 वर्ष, तिरुपति बालाजीमा गएर 9 वर्ष बसेँ, यहीँ आएको 8 वर्ष भयो। अझैसम्म मैले भगवान्लाई जान्न सकेका छैन, अझैसम्म मैले गुरुलाई चिन्न सकेका छैन। मैले मेरा गुरुले पनि चिन्दै नचिन्दै जानुभयो। यस्ता हुनुहुन्थ्यो हाम्रा आचार्य गुरुहरू। त्यही भएर भागवत तत्त्वलाई चिन्न सकिन्न त्यत्तिकै, त्यो मार्गलाई त्यसै जान्न सकिँदैन, त्यसै बुझ्न सकिँदैन। त्यही भएर पुरुषोत्तम भगवान्लाई पनि जति गरे पनि बुझ्न सकिँदैन, त्यो रस पान गर्न सकिँदैन। त्यही भएर हामीले यो 30 दिनसम्म गरेर जीवनभरि यो भक्तिमा हामीलाई गऱ्यौँ भने आहा हाम्रा लाला बालाहरू पनि हृष्टपुष्ट हुन्छन्, लाला बालाहरूमा पनि सद्बुद्धि आउँछ। आहा घरमा बिहान शङ्ख र घन्टी बज्दछ, आहा त्यो बच्चाले पनि बुझ्दछ, आहा हाम्रो घरमा त शङ्ख घन्टी बजाउने घर हो भन्छ, उनी बजाउँछ उसले। हाम्रो घरमा त नराम्रो चिज खान हुन्न, तामसी चिज खान हुन्न, बल्ल बुझ्छ त्यो बच्चाले। अनि के भन्छ, घरमा मेरा बाले त बिहान स्नान गरेर भोजन गर्नुहुन्छ, भोजन बनाउनु। मेरी आमाले साडी लगाएर भोजन बनाउनुहुन्छ होइन। बुहारी खोज्ने बेलामा चटक्क साडी लगाएको खोज्ने होइन, आफ्नो छोरीलाई समस्या नसिक्यो। बुहारी राम्रो सर्वगुण सम्पन्न 32 गुणले उक्त चाहियो बुहारी फेरि। तर छोरीलाई पठाउँदाखेरि तेरा सासूले के भन्छन्, कस्ता छन् भन्छ, केटी भन्छ, केटी भन्छ, कतिको हेप्छन् तेरो सास। आफ्नो घरमा पनि त्यही बुहारी छन्, आफूले पनि त्यही छोरीलाई दिने हो, तर चाहिँ बडा चाहिँ कठोर लाग्दछ, एउटा प्रेमै नभए जस्तो हुन्छ। हुन पनि त्यही भएर सासू बुहारीको झगडा भनेर एउटा पुस्तकै लेखेका छन्। त्यही भएर भोलि भक्तवत्सल भगवानको, त्यही भएर हामीले जति जे गरे पनि भगवानको गुण वैभवलाई जति बुझ्यौँ बुझ्न सकिँदैन। बढाएर पनि सुनेकै होइन है, त्योभन्दा पहिला पनि सुनेकै हो, अहिले पनि सुन्न पऱ्यो। जति गर्यो त्यति गर्न मन लाग्दछ भगवानको भक्त। त्यसपछि पुरुषोत्तम महिनामा व्रत गर्यो भने खराब सपना पनि, दारिद्र्य तिनै प्रकारले कायिक वाचिक मानसिक मनले चिताएको सबै कामना के हुन्छ, नराम्रा चिज सोचेका पनि नष्ट हुन्छन्। राम्रा सोच, सकारात्मक सोचहरू आउने गर्दछन् त्यसपछि। अनि त्यसपछि भगवानले भन्नुहुन्छ सहस्त्रवदनो नालम तत्फलम। अनि त्यसपछि जसले पुरुषोत्तम भगवानको सेवा आराधनालाई के गर्दछ, विधिपूर्वक पुरुषोत्तम भगवानको व्रत अनुष्ठान गर्दछ, साक्षात् हजारमा कुनै शेषनाग पनि हतपत्त त्यस्तो प्रकारले के भन्छ त समर्थ हुँदैन गरे, त्यस्ता प्रकारले चाहिँ दर्शन दिँदैन, त्यस्तालाई दर्शन दिनुहुन्छ भगवानले, रक्षा गर्नुहुन्छ भगवान। हामीलाई सबैलाई भगवान चाहिएको छ। हेर्नुहोस्, सबैलाई राम्रो भइदिए हुन्थ्यो, घरमा राम्रो भइदिए हुन्थ्यो, मेरो छोरो राम्रो भइदिए हुन्थ्यो, मेरो छोरी राम्रो भइदिए हुन्थ्यो, मेरो बुहारी राम्रो भइदिए हुन्थ्यो। सबैलाई राम्रो 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 मात्रै चाहिएको छ, पैसा कमाउन सबैलाई परेको छ होइन। तर कर्म पनि राम्रो गरौँ भने डर लाग्छ। एक दिनको जिन्दगी बोझ गर्नुपर्छ भन्छु ल यार, कर्म गऱ्यो भने एक दिनको जिन्दगी हाँसी खुसी जिउने हो गुरुजी, अरू कुरा छोडिदिनुहोस्। बोले भक्तवत्सल भगवानको। फेरि राम्रो किन खोज्ने, फेरि गुरु लाग्यो किन भन्ने, राम्रो किन खोज्ने फेरि होइन, जे छ चल्न दिने फेरि। त्यही भएर हामीले राम्रो चाहन्छौँ भने कर्म पनि राम्रो गर्नुपर्दछ, भोजन आहार विहार पनि राम्रो गर्नुपर्दछ। आहार विहार शुद्धि भयो भने के भन्छ, मन अन्तःकरण शुद्धि हुन्छ, अन्तःकरण शुद्धि भएपछि खुन शुद्धि हुन्छ, खुन शुद्धि भएपछि के भन्छ, बुद्धि शुद्धि हुन्छ, बुद्धि शुद्धि भएपछि के भन्छ, भगवानको दर्शन गर्न मन लाग्छ, भगवानको भक्तको दर्शन गर्न, साधुको दर्शन गर्न मन लाग्छ। आज म पनि कति भाग्यमानीलाई हेर्नुहोस्, त्यो पुरुषोत्तम महिना नआइदिएको भए यो जेठको तातो धुपमा को आइदिन्थ्यो। यत्रो भक्तिमय आमाको दर्शन भएको छ आज।
कोही पार्वती शिवजीको भक्त हुनुहुन्छ, कोही गणेशजीका भक्त हुनुहुन्छ, कोही लक्ष्मी नारायणका भक्त हुनुहुन्छ, कोही राधा सर्वेश्वरका भक्त हुनुहुन्छ। सबै के हुन्? हामी वसुधैव कुटुम्बकम, हामी एक हौँ अरे। सबैले एउटा एउटा हिन्दू हौँ हामीहरू सबै प्रकारले। अनि एना केना प्रकारेण हामी हिन्दू। पहिले हामी हिन्दू हुन सिक्नु पर्यो। गणेश मान्ने पनि हिन्दू हुन्, शिव मान्ने पनि हिन्दू हुन्, सबै हिन्दू। पहिला हामी के हौँ त? हामी मनुष्य हुन सिक्यौँ पहिला। भगवानको सबलाई आफ्ना आफ्ना आराध्यता आफ्नो ठाउँमा हुनुहुन्छ, सबले सेवा पूजा गर्नुहुन्छ। तर त्यति भए पनि हामी एउटा छत्र छायामा बसेर हामी के गर्नुपर्छ? एकजुट हुन्छौँ। सबै धर्मावलम्बीहरू एकजुट हुन्छ र हिन्दू एकजुट हुन सक्दैनन् अरे। सबभन्दा पहिला हिन्दूले के गर? हिन्दूले खुट्टा काट्छ। बोले भक्तवत्सल भगवानको। कसैले केहीको लागि राम्रो कार्य गर्नुहोस्, राम्रो कार्य गर्दाखेरि अरूले केही विरोध, पहिला केही भगवान मान्ने विरोध गर्छ। केही कार्य गर्नुहोस्, कोही राम्रो सङ्कल्प गर्नुहोस्, पहिला विरोध गर्ने बाहिरको इसाई आउँदैनन्, मुस्लिम कोही आउँदैनन्। को आउँछन्? त्यही हिन्दू आउँछन्। हाम्रो विरोध पहिला हिन्दू किन? हामी मिलनसार छैन। त्यही भएर त्यो कपटी पनि मबाट जाओस्, मबाट ममकार अहङ्कार जाओस्। जति पढेको भए पनि, मलाई गुरु भने पनि, जतिले ढोके पनि ममा भएको अहङ्कार र ममकार जाओस्। मैले जति भक्ति गरे पनि, जति तीर्थ व्रत गरे पनि पहिला ममा भएको अहङ्कार र ममकार जाओस्। म जति धनी भए पनि, जति अमिर भए पनि, जतिवटा छोरछोरी पाए पनि, जतिजना अमेरिका पठाए पनि, जति पैसा कमाए पनि घमण्ड कसैले नै। त्यो अहङ्कार र ममकार यहाँबाट निस्किन्छ, बल्ल भगवानको भक्तिमा रस लाग्छ। नत्र लाग्न बडा मुस्किल छ, लाग्दैन। एकछिन लागेर के गर्नु? देखावटी भक्ति गरेर के गर्नु? हामीले त के गर्छौँ? 2 रुपियाँको अगरबत्ती अहिले 5 रुपियाँ भयो क्या हो? बोले भक्तवत्सल भगवानको। त्यही 2 रुपियाँको अगरबत्ती हो, अहिले 5 रुपियाँ भयो। अनि 2 रुपियाँको 5 रुपियाँको अगरबत्ती देखाएर के भन्छौँ? ओम जय जगदीश हरे, सुख सम्पत्ति घर आवे, सुख सम्पत्ति घर आवे, ओम जय जगदीश हरे। ल आरती यसरी गर्छौँ। आरती मैले राम्रो कर्म गर्न पाऊँ, मैले पुरुषोत्तम भगवानको अनुष्ठान गर्न पाऊँ, मैले भगवानको भक्तको दर्शन गर्न पाऊँ, मैले साधुको दर्शन गर्न पाऊँ भन्ने त छैन। तर सुख सम्पत्ति घर आवे, बस त्यो भनेको त्यो हामीमा भएको अहङ्कार र ममकार हो। मेरो 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 भन्छौँ, एक दिन मेरो मेरो भन्दा भन्दा के हुन्छ? हामी सिद्धिन्छौँ। त्यसो भएको हुँदा यो बडा अत्यन्त पवित्र महिना छ, सबैले गर्नुपर्ने यस्तो पवित्र मास छ। अब यो अन्तिम श्लोक, पुरुषोत्तमं प्रियं ममं पदमारेण। पुरुषोत्तममा उत्तम पुरुष अन्त, जो मर्यादा पुरुषोत्तम हुनुहुन्छ, जसले व्रत गर्दछ, जसले अनुष्ठान गर्दछ, प्रिय पात्र भएर भगवान ऋषिकेश्वर पुरुषोत्तम भगवानको वैकुण्ठ धाममा, गोलोक धाममा गएर नित्य निरन्तर निवास गर्दछ। त्यो भगवानमा जसको मन लाग्यो, चित्त नै भगवानमा समर्पित भयो, जसको नाम छ सत चित आनन्द। के भन्छौँ हामीले? सत हुनुहुन्छ। सत भनेको नि भगवानको नाम हो। सत्य भगवान, सत्य नारायण भन्छौँ। चित्त भनेको हाम्रो भित्रको चित्त छ नि, यहाँ कस्तो त्यो तिमीले तपाईँलाई कस्तो चित्त दुख्ने गरी भने नि भाइ भन्छौँ हामीले। चित्त भनेको त्यही भगवानको नाम हो। यहाँ को रहेछ त? त्यही भगवान हुनु रहेछ। अनि आनन्द दिने पनि त्यही भगवान हुनु रहेछ। त्यो सच्चिदानन्द भगवान यहाँ भित्र हुनुहुन्छ भने त्यो भित्र जे पाए त्यही हाल्नुहुन्छ त फेरि? भन्नुहोस् त। मेरो मनमा नि भगवान हुनुहुन्छ स्वामीजी, हजुर जे भने पनि। गुरुजी मेरो मनमा नि भगवान हुनुहुन्छ, शिवजी हुनुहुन्छ, पार्वती हुनुहुन्छ भने पनि शिवजी पार्वती भएको ठाउँमा जे मन लाग्यो त्यस्तो खायो भने के हुन्छ? शिव पार्वती भाग्नुहुन्छ मनबाट। त्यही भएर त्यो भगवानको नाम के हो? सच्चिदानन्द।